नेपाली कांग्रेस कोशी प्रदेश सरकार छाडेर तत्काल फिर्ता हुने निर्णयबाट पछि हटेको छ। बिहीबार बसेको कांग्रेस प्रदेश कार्यालयको बैठकले प्रदेश सरकारबाट शुक्रबारसम्म बाहिरिने बताएको थियो। तर कोशी प्रदेश सरकार संविधानको अन्तिम विकल्पका आधारमा गठन भएका कारण तत्काल सरकार छाड्ने सम्भावना नरहेको कांग्रेस नेता तथा प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले बताए। प्रदेशको परिस्थिति फरक रहेका कारण कोशी प्रदेश सरकारबाट तत्कालै कांग्रेस नबाहिरिने बताउँदै उनले सहमति र सहकार्यका आधारमा अघि बढ्ने बताए। मन्त्री पराजुलीले बारम्बारको सरकार परिवर्तनले संघीयताको औचित्यमाथि नै प्रश्न उठाउने बताउँदै केन्द्रबाट राजीनामाका लागि कुनै निर्देशन नआएको जानकारी दिए। कोशी प्रदेश सरकार संविधानको धारा 168 को उपधारा 5 अनुसार बनेकाले सरकार ढले प्रदेश मध्यावधि निर्वाचनमा जान सक्ने जोखिम रहेकाले पनि कांग्रेस सहमतिको पक्षमा उभिएको उनले बताए। सुविधा सम्पन्न भौतिक पूर्वाधार, अत्याधुनिक उपकरण, अनुभवी तथा दक्ष चिकित्सकहरूको टोली, नेपालमै पहिलो पटक न्युरो सर्जरी सेवा सुचारू गर्नुहुने प्रोफेसर डाक्टर उपेन्द्र देवकोटासँग लामो समयसम्म काम गर्नु भई नाम कमाउन सफल डाक्टर पंकजराज नेपालको सेवा अब आर्या न्युरोमा। हजुर, न्युरो सम्बन्धी सम्पूर्ण उपचारका लागि एक बिरामी मैत्री अस्पताल आर्या न्युरो हस्पिटल, कञ्चनबारी, विराटनगर। सेभ टाइम, सेभ ब्रेन। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाली कांग्रेसले मन्त्री फिर्ता बोलाउने वा सरकारको समर्थन फिर्ता लिने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको बताएका छन्। उनले औपचारिक निर्णय नआएसम्म टिप्पणी गर्नु उपयुक्त नहुने बताए। मुख्यमन्त्री कार्कीले सुदूरपश्चिम र कर्णालीपछि कोशीमा पनि राजनीतिक अस्थिरता फैलाउने प्रयास उचित नभएको भन्दै प्रदेशहरूमा स्थिरता कायम गर्न कांग्रेस र एमाले जिम्मेवार बन्नुपर्ने धारणा राखे। आलो पालो नेतृत्वको विषय केन्द्रको निर्णयमा निर्भर रहने उनले उल्लेख गरे। पार्टीले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने कार्कीले बताए। प्रदेशको समस्या सम्बन्धी प्रदेशमै समाधान गर्नुपर्ने र देशभर अस्थिरता फैलाउन नहुने उनको भनाइ छ। विराटनगरमा अब अत्याधुनिक दूरबीन प्रविधिबाट मेरुदण्ड अर्थात् स्पाइनको शल्यक्रिया सेवा सुरु भएको छ। आर्या न्युरो हस्पिटलले कोशी प्रदेशमै पहिलो पटक युनिलेटर बाइपोर्टल एन्डोस्कोपी प्रविधिबाट स्पाइन सर्जरी थालेको हो। अस्पतालका वरिष्ठ न्युरोसर्जन डाक्टर पंकजराज नेपालका अनुसार करिब 8 मिलिमिटरका दुई साना प्वालबाट क्यामेरा र विशेष उपकरण प्रयोग गरी शल्यक्रिया गरिने भएकाले यो विधि सुरक्षित, सटिक र कम पीडादायी छ। उनका अनुसार यस प्रविधिमा घाउ सानो हुने, रक्तस्राव र संक्रमणको जोखिम कम हुन्छ। अधिकांश बिरामी 1 देखि 2 दिनमै घर फर्कन सक्ने पनि डाक्टर नेपालले बताए। डिस्क खस्किने, साइटिका र नसामा दबाव पर्ने समस्या भएका बिरामीका लागि यो सेवा प्रभावकारी हुने अस्पतालले जनाएको छ।